तर म यो जाँदैछ भन्ने थाहा छ घरमा झुटो बोलेर घरमा अन्त जान्छ भने निस्केको बहिनी बोलायो भनेर निस्केको खास गरी चाहिँ तर यसरी नआएको भनेको छैन कि घरमा साथीहरूलाई भेटेन भने होइन झुटो बोली बोली हिँडेको तर भन्यो भने चाहिँ दिनुहुन्थ्यो होला नहुन्थ्यो होइन तर साँच्ची भनेको लास्ट नराम्रो लाग्यो मजाक तपाईँहरूको लागि एउटा दुःखको स्याड न्युज हाम्रो तपाईँहरूको लागि गुड न्युज हुँदा भयो अर्को देशलाई गुड न्युज हुन्छ हाम्रो लागि त ब्याड न्युज हो किनकि हाम्रो मिल्ने साथी सानैदेखिको मतलब स्कुल पढाइदेखिको साथी भोलि बाहिर जाँदैछ होइन रुन मन लाग्छ सबै राम्रो मन लाग्छ त्यो मान्छे चाहिँ हेर्नु न त्यो मान्छेलाई आशा आउँछ भने चोखलाई हजुर होइन तर साँच्ची भनेको लास्टै रुन मन लाग्छ सानैदेखिको साथी मलाई रुन मन लाग्यो योगा जाँदैछु कतिको हजुरलाई कतिको रुन मन लाग्छ भनिदिनुहोस् त्यो मनमा हुन्छ कि पीडा आँखामा आउँदैन कि हजुरलाई उहाँले चाहिँ जहिले चस्मा लगाएर बसिरहनु उहाँ चाहिँ जाँदै खायो उहाँ चाहिँ ठाउँ जाँदैछ टु मच ब्याड फिलिङ होइन त्यस्तो मजा गरे होइन यति खाएर अनि अलि स्याड छ होइन त्यस्तो यति खाएर उति खाएर होइन कि सानैदेखिको मतलब सानै स्कुल टाइमदेखिको साथी भनेपछि अब सबैको स्कुल टाइमको साथी बेस्ट फ्रेन्ड टाइपको हुन्छ सबैको बेस्ट फ्रेन्ड हुन्छ स्कुल टाइमको सबभन्दा मिल्ने साथी हो मतलब मिल्ने साथी पनि बाहिर जाँदैछ सबैजना यो गएर आइसक्यो यो जाँदैछ अब म यो पनि बाँकी छ दुःख मनभरि पीडा छ देखाउनु कसरी मनभरि पीडा छ देखाउनु कसरी तिमीले चाहिँ के इमोसनल होइन साँच्ची भनेको अब फेरि हामी चारजना हाम्रो अझै एकजना साथी छ होइन डोलमा भन्ने ऊ चाहिँ फाइनली यहाँ छैन त्यही पनि मिसिङ भइरहेछ हामी यो भिडियो मार्फत भन्छौँ कि तिमी जहाँ छौ हाम्रो लागि सधैँ मेरो मनमा छौ हाम्रो मनमा छौ होइन एकजना मिसिङ हो डोलमा भन्ने मिसिङ छ अरू सबजना हामी छौँ फेरि हामी 5 वर्ष किन यो सायद 5 वर्षपछि नै आउँछ होला पे गर्ने बेलामा आउँछ होला यसले पे गर्दैछौँ हामी भेटौँला यसको चाहिँ मेरो बच्चा होला यसको पे गर्ने उमेर होला होइन जे पनि हुनसक्छ समयको खेल हो होइन यसको नि बच्चा हुने सम्भावना छ है मेरो मात्रै होइन फेरि हामी दुईजना म्यारिड हो यो दुईजना म्यारिड अनम्यारिड हो सिङ्गल चाहिँ छैन नै होइन म चाहिँ म्यारिड हो यो पनि म्यारिड हो यो पनि सिङ्गलै छ सिङ्गल कोही पनि छैन होइन क्या होइन यो म्यासेजबाट के भन्दा चाहिँ एकजना साथी मिसिङ छ होइन ऊ डोलमा भन्ने मिसिङ छ तर डोलमा तिमी उता घरमै छौ कास यता आएको भए हामी सबैजना फेरि भेट्नुहुन्थ्यो हामी फेरि 5 वर्षपछि फेरि सबैजना भेट्छौँ फाइन त्यतिखेर त हामी 5 वर्षपछि भेट्यौँ तर 5जना भेट्ने फिक्स ग्यारेन्टी अहिले होइन 5 वर्षपछि भेट्दा त मेरो 6 जना हुन्छ 7 जना ओ माई गड 5 जना चाहिँ हुँदैन म फेरि 6 जना हुन्छौँ यो वर्षमा हामी 4 जना छौँ अहिले अहिले अर्कोचोटि आउँदाखेरि चाहिँ 5 जना भएर आउँछ 5 जना होइन 6 जना 7 जना अब लुरीको नि भयो भने 8 जना थाहा छैन कतिजना हुन्छ त्यतिखेर फेरि भनौँला कतिजना भयो हामी भनेर है अहिलेको लागि पनि यति हो गाइस यति नै होइन कि आई मिस फेरि कहिले भेट्ने तर सकिँदैन साँच्ची भोलि एकपल्ट साँच्ची सकिँदैन किन लास्टै गाह्रो हुन्छ त्यो पीडा त मलाई पनि थाहा नि हम लोग मिस होइन कि खै झन् नराम्रो लाग्छ आफ्नो बुढालाई त्यसरी छोडेछ एक त बुढालाई छोड्यो त्यसपछि साथीलाई छोडिन्छ सबलाई छोडिँदाखेरि लास्टै गाह्रो हुन्छ गाह्रो भएको हुन्छ
छोटा भयो नि यतिकै छोटो भन्नु परेन छैन रुने आँसु आउँदैन त कुमारीको आँखाभरि आँसु देखिरहेको तर होइन तर छैन है कसको आँखा आँसु मलाई चिन्ने होला नि अब त कुमारी कोही छैन त म त यता गएर भयो त